विशेष गरी एकदम इम्पोर्टेन्ट हो। उहाँहरूले मलाई जिताएर पठाएर मन्त्री बनाएको र मैले त्यो पद पाइसकेपछि मेरो भोटरहरू कुनै पनि नागरिकहरू स्पेसली मेरै भोटरहरू चाहिँ असुविधा हुनु भएन। कर्मचारीको बोली मिठो हुनु पऱ्यो, कर्मचारीको व्यवहार मिठो राम्रो हुनु पऱ्यो। र मैले भनिरहेको छु तपाईँहरूलाई, म यस्तो कुरा चाहिँ म टलरेट गर्नुवाला चाहिँ छुइनँ। तपाईँलाई सुविधा पुगेन, यो भएन, त्यो भएन, यसमा फेरि म सहजीकरण गर्छु। किन आफ्नो कर्मचारी त आफ्नो सेवा, मैले पनि सेवा गर्नु पऱ्यो म होइन। आफ्नो कर्मचारीको वेलबिङको लागि होइन, कर्मचारी गाह्रो परेछ, अप्ठ्यारो परेछ, त्यसको लागि चाहिँ फेरि म छु, बुझ्नुभयो। तर नागरिकको लागि तपाईँ आई विल सर्भ यु, यु सर्भ माई पिपल, सिम्पल यति मात्र हो होइन। दुःख हुँदैन है, यति नै भने म भोलि आएर निरीक्षण गर्छु यो सबै कुराहरू हेर्छु। कुनै ठाउँमा ग्याप छ भने तपाईँहरूलाई त्यही अनुसारमा ब्रिफिङ गर्छु, त्यही अनुसारमा म माथि गएर कामहरू के गर्नुपर्ने आफ्नो प्रक्रिया कुरामा म आफ्नो कामहरू गर्न थाल्छु है। तपाईँलाई इनफ टाइम पनि दिएको छु, इनफ टाइम पनि पाएको छु, काम गर्नु भनेर दिएको पनि हो। साउन्ड इक्वली लागु हुनु पऱ्यो, सिस्टम लागु हुनु पऱ्यो है। नो कम्प्रोमाइज है, मैले भनिरहेको छु तपाईँलाई, नो कम्प्रोमाइज। म तपाईँहरूको सुविधाको लागि फेरि म कम्प्रोमाइज गर्छु। मैले गृह मन्त्रालयमा यो पुगेन त्यो पुगेन भनेर फेरि अर्थमन्त्रीसँग मन्त्रीज्यूसँग उहाँसँग त्यो बजेट माग्नेदेखि सबै कुरा मैले गरिरहेको छु नि त होइन। त्यो भएपछि तपाईँ सर्भिस दिनु कम्प्रोमाइज गर्नु मिल्दैन। ल हस्, थ्याङ्क यू सो मच।